नमस्कार, मेरो च्यानलमा तपाईहरुलाई स्वागत छ। आज म कोरियामा रहनुभएका सम्पूर्ण साथीहरुलाई 2025 को याङमाल छङसान कसरी गर्ने भन्ने विषयमा एउटा जानकारीमूलक भिडियो लिएर आएको छु। यो भिडियोलाई अन्तिमसम्म स्किप नगरी हेर्नु होला। मोबाइलबाट, ल्यापटपबाट तपाईले घरमै बसेर आफ्नो वर्षको अन्तिमको हिसाब मिलान गर्न सक्नुहुनेछ। म आज स्क्रिन शेयर गरी तपाईहरुलाई सम्पूर्ण जानकारी दिनेछु। यो भिडियो ध्यान दिएर हेर्नु होला। भिडियो सुरु गर्न भन्दा पहिला च्यानलमा नयाँ हुनुहुन्छ भने एक लाइक, शेयर र सब्स्क्राइब गरी च्यानललाई ग्रो गर्न मद्दत गर्नु होला। ल अब लागौं विषयवस्तुतर्फ। म ल्यापटपको स्क्रिन शेयर गर्न गइरहेको छु। गुगल क्रोमबाट तपाईको होम ट्याक्स खोल्न सक्नुहुन्छ। ल्यापटपमा गुगल क्रोमबाट होम ट्याक्स भनेर सर्च गर्नुभयो भने तपाईको होम ट्याक्स आउँछ। होम ट्याक्सको वेबसाइट आउँछ। यस्तो आउँछ तपाईको। यसमा सुरुमा लगइन गर्नु होला। खाम्फेन इन्जुङ खाम्फेनबाट लगइन गर्दा हुन्छ। कुनै आइडी बनाउनु पर्दैन यसको लागि। मोबाइलबाट डाइरेक्ट ककाटकबाट लगइन गर्न सक्नुहुन्छ। मैले ककाटक रोजे। ककाटकबाट हजुरको मेरो नाम हान्छु। पासपोर्टमा रहेको नाम हान्नु होला। आफ्नो डेट अफ बर्थ हान्नु होला। त्यसपछि तपाईको मोबाइल नम्बर हान्नु होला कोरियाको। त्यसपछि छन्चेच थुङी भन्नेमा क्लिक गरिदिनु होला। त्यसमा क्लिक गरेपछि हजुर इन्जुङ योछङ भन्नेमा क्लिक गर्नु होला। त्यसपछि हजुरको मोबाइलमा इन्जुङ गर्न भनेर हजुरलाई एउटा मेसेज आउँछ काकाओटकबाट। त्यो मेसेज हजुरले खोल्नु होला। यहाँ मेरो काकाओटकमा हजुरको मेसेज आएको छ। काकाओटक छिकापबाट मेसेज आएको छ। यसमा क्लिक गरे। त्यसपछि इन्जुङ हागीमा क्लिक गरे। त्यसपछि हजुरको यो सबै एग्री गर्दिएपछि हजुरको भेरिफाई को लागि पासपोर्ट माग्छ। यहाँ पासपोर्ट क्लिक गरेपछि तपाईको इन्जुङ कम्प्लिट भएर यहाँ अथेन्टिकेसन हैज बीन कम्प्लिट भनेर लेखेको छ। यहाँ इन्जुङ वान डे भनेर आउँछ। त्यसपछि हजुरको हाम्रो लगइन भइसकेको छ। यहाँ मेरो नाम आइसकेको छ। हाम्रो आइडी नबनाइकन डाइरेक्ट ककाटकबाट इन्जुङ गर्नु। पछि आइडी बनाउनु भयो भने पनि तपाईले इन्जुङ गर्नको लागि खाम्फेन इन्जुङ नै चुज गर्नुपर्ने हुन्छ। पछि आइडी छ भने पनि। त्यसैले हामीले अहिले डाइरेक्ट हजुरको खाम्फेन इन्जुङबाटै चुज गर्यौं। यसमा जानु होला। छाङनेगुम याङमाल छङसान भन्नेमा छ। यसमा क्लिक गर्नु होला। यहाँ फेलियान याङमाल छङसान भन्ने छ। फेरि यसमा क्लिक गर्नु होला। यो इन्टरफेस आउँछ। यसमा चाहिँ खुल्लोजा खोङजे सिन्गोस छाक्साङ हागी भन्ने छ। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईले याङमाल छङसान खान्सोवा छार्यो भन्ने छ। यसमा क्लिक गर्नु होला। छखै हारे खागीमा क्लिक गरिसकेपछि तपाईको यस्तो आउँछ। यो प्रत्येक महिनाको यसमा सबैमा छेहोय गरिदिनु होला। यहाँ हानमने छेहोय हागी ल्यापटप छ भने तपाईको हानमने छेहोय हागी गर्न मिल्छ। यसमा हानमने छेहोय हागीमा क्लिक गरिदिनु भयो भने सबै अटोमेटिक सबै एकैचोटीमा छेहोय हुन्छ। त्यसपछि हजुरको नेरा फाक्की भन्ने छ। खोङ्गे आनहाम भन्ने छ। यहाँ हजुरको खेइन्जङबो चाहिँ देखाउने कि नदेखाउने भनेर छ। अहिले खोङ्गे आनहामबाट गऱ्यौँ हामीले। खोङ्गे आनहामबाट चाहिँ गरिसकेपछि त्यहाँ हजुरको आफ्नो विवरणहरू सबै त्यहाँको विवरणहरू देखाउने कि नदेखाउने भनेर छ। यो चाहिँ खोङ्गे आनहामबाट गरिसकेपछि नेरे फाक्कीमा क्लिक गर्नु होला। नेरे फाक्कीमा क्लिक गरेपछि यस्तो इन्टरफेस आउँछ। यसमा हजुरको पीडीएफहरु डाउनलोड फाक्की भन्ने छ। पीडीएफहरु तपाईले डाउनलोड गर्न सक्नुहुन्छ। यसबाट डाउनलोड गरिसकेपछि यहाँ माथि हजुरको एउटा फाइल आउँछ।
यो फाइल हेर्न सक्नुहुन्छ। तपाईको माई फाइलमा गएर बस्छ, यसमा गएर हजुरले आफ्नो सम्पूर्ण याङ मालफङ्सन हेर्न सक्नुहुनेछ। यसरी तपाईको 2025 ल्यान क्युसुक सोदोक सेहेक छुङमेङ सर्यो भनेर छ। तपाईले कति खर्च गर्नुभयो, कति सोदोक्से तिर्नुभयो, यो सोदोक्से तिरेको, यो हजुरको खर्च गरेको, कहाँ हजुरले यो चाहिँ विरो भनेको चाहिँ हस्पिटलमा खर्च गरेको, अनि त्यसपछि हजुरको कार्डबाट अथवा क्रेडिट कार्डबाट खर्च गरेको, यो खेउथङ कार्डहरुबाट खर्च गरेको, अनि तपाईले यो चाहिँ बीसी कार्ड भनेको हजुरको डेबिट कार्डबाट खर्च गरेको, यसरी हजुरको सम्पूर्ण आउँछ। यो चाहिँ हजुरको खुफाङहरुमा अनलाइन शपिङ गरेको ह्याङ्गम्यान सुजुङ भनेर आउँछ। हजुरले अनलाइन शपिङ गर्नुभएको छ भने चाहिँ ह्याङ्गम्यान सुजुङ भनेर आउँछ। यसरी चाहिँ हजुरको याङ मालफङ्सन पुरा हुन्छ। यसमा गएर हजुर मोबाइलबाट डाइरेक्ट होम टेक्स्टमा क्लिक गर्नु होला। होम टेक्स्ट एप्स छ भने एप्समा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि हजुरको यस्तो आउँछ। यसमा क्लिक गर्नु होला। यसमा पनि हजुरको लगइन इन्जुङ गर्नुपर्ने हुन्छ। म खामफेन इन्जुङ गरे कटलबाट डाइरेक्ट हजुरको नम्बरहरु नाम सबै हाल्नु भयो भने हजुरको यसमा आएको जसरी नै इन्जुङ भनेर यहाँको कटलमा मेसेज आउँछ। अब कक्षामा मेसेज आइसकेको छ। यसमा इन्जुङ हाँगमा क्लिक गर्नुस्। त्यसपछि हजुरको यो एग्री गरिदिनु होला। खोल्ने हजुरको लगभग एउटै हो। खोल्ने आईडी खोल्ने चाहिँ लगइन गर्ने। यसरी इन्जुङ भइसकेको छ मेरो। अब म फेरि यसमा जान्छु, इन्जुङ भनेरमा क्लिक गर्छु। क्लिक गरिसकेपछि हजुरको मेरो सबै आइसकेको छ यहाँ। यसमा थाकी गरिदिनु होला। दुईटैमा क्लिक गरेर थाकी गरिदिएपछि हजुरको यो 2025 भनेर 2025 भनेर आछ। यो सबै छेउै गरिदिनु होला। छेउै गरिसकेपछि हजुरको सबै छेउै गरिदिनु होला। हजुरले युज गरेको रकम, कार्डबाट क्यास सबै हजुरको यसमा आउँछ। यो सबै छेउै गरिदिसकेपछि यहाँ फाकीमा क्लिक गरिदिनु होला। यसमा क्लिक गरिदिसकेपछि हजुरले खर्च गरेको कन्फर्म फर्म, विरोपी, सिन्योङ खात, अनि हजुरको ह्याङ्गम्यान सुजुङ, चिकबुल खात, क्रेडिट कार्ड सबै यसमा आइसकेको छ। अब हजुरको यसमा खेइङजङबो फिखेकोङमा हजुरले खेइङजङबो खेकोङ खोङ्गे पनि गर्न सक्नुहुन्छ, फिखोङ्गे नि गर्न सक्नुहुन्छ। यसमा हजुरले आफूलाई कस्तो लाग्छ त्यो चुज गर्नु होला। दुईटै गर्दा आउँछ। नेरे फाकीमा क्लिक गरिदिनु होला। नेरे फाकीमा क्लिक गरेर डाउनलोड वान डे सिम्निदा भन्यो। अब मेरो यहाँ फाइलमा आइसकेको छ। डाउनलोड भइसकेको छ। म फाइल खोलेर हेर्छु। फाइल खोलेर हेर्दाखेरि यसमा चाहिँ हजुरको 2000 छादो भनेर आछ। यो यस्तरी आउँछ हजुरको 2001 को महिनादेखि 2025 न्यान 1 देखि 12 को महिनासम्म भनेर यसरी चाहिँ हजुरको आउँछ। यसरी हजुरले हेर्न सक्नुहुन्छ। यही हो हजुरको याङ मालफङ्सन। यसरी नै हजुरले याङ मालफङ्सन आफ्नो खर्चको विवरण हेर्न सक्नुहुन्छ। ट्याक्सहरु तिरेको नि हेर्न सक्नुहुन्छ। यो पेपर हजुरले कम्पनीमा फ्याक्स गरिदिनु भयो, इमेल गरिदिनु भयो अथवा बुझाउनु भयो भने हजुरले खुल्लो सोदोक छिगो म्याङ्सेस बनाइदिन्छ कम्पनीले। अफिसमा हजुरको खुल्लो सोदोक छिगो म्याङ्सेस बनाइदिए भन्यो भने चाहिँ उसले बनाइदिन्छ। अनि हजुरले पाउनुपर्ने रकम र
तिर्नुपर्ने रकम त्यहाँ आउँछ। माइनसमा छ भने हजुरले पाउनुहुन्छ भने, प्लसमा छ भने हजुरले तिर्नुपर्ने हुन्छ। यसरी नै हजुरको एनुअल समेसन पुरा हुन्छ। यो 3 पेजको हुन्छ। यो आइसकेपछि चाहिँ हजुरलाई पाउनुपर्ने रकम र तिर्नुपर्ने रकम यसरी नै थाहा हुन्छ। आजको भिडियो यति नै। तपाईँलाई के कस्तो लाग्यो सुझाव सल्लाह र प्रतिक्रिया दिनुहोला। हस्त धन्यवाद। बाई बाई।